गुड मर्निङ, नमस्ते, नमस्कार सबैजना। आराम कुशलै हुनुहुन्छ होला मेरो विचारमा, मेरो सोचाइमा। आई होप सबैजना आरामै रहनु होला। फाइनली आज ड्युटी सक्यो। अब रुम जाने तर्खरमा छौँ हामी। ड्युटी सकेर अब हामी रुम लागिरहेको छौँ। आज एकजना दाइको छुट्टी छ। हिजो चाहिँ खाना रुममा बनेन, कारणवश होटलतिर खाइयो र ड्युटी आउँदाखेरि पनि होटलतिरै खाएर आइयो। अनि आज चाहिँ हेरौँ, अब दुईजना दाइहरूको छुट्टी छ। आज के खाना बन्दैछ टक्क गएर हेरौँ। चाहिँ मेरो कम्पनी हो। ड्युटी सकेर हिँड्यो हामी। हिजो छुट्टी हुने भाइ चाहिँ उही हुन्। उसैले हो हिजो खाना नबनाएको। हामीलाई होटलमा गएर खुवाउने बाध्य बनाए हिजो, कारणवश केही छैन। कहिले काहीँ होटलतिर गएर पनि खानुपर्छ, यसो स्वाद कहिले काहीँ फेर्नुपर्छ, त्यो सामान्य कुरा हो। गाइस हेरौँ, मेरो कम्पनी यही हो, यस्तो छ। गाउँमा छ कम्पनी, बसा पनि गाउँमा, कम्पनी पनि गाउँमा। गाउँले भएको छ दुबई आएर, गाउँले। यस्तो छ हाम्रो कम्पनी आउने बाटो। सहर हिँड्दै आउने हो, हिँड्दै जाने हो होइन। यसरी बिल्डिङहरू पनि साना साना छन्। हामी बस्ने बिल्डिङहरू यस्तै छन्। रोडको बिचमा यस्तो दामी हरियाली छ कि छुट्टीको दिनमा आएर एक दिन मजाले सुत्ने प्लान छ झन् चाहिँ। तर त्यो अवसर अहिलेसम्म मिलेको छैन हाम्रो। एक दिन मिलाउनु पर्ने छ। घाम लागेर टन्टला पुर भएको छ। यहाँ भाइ स्याउ खाँदैछन्, कम्पनीबाट ल्याएर स्याउ खुवाछन्। कम्पनीले थाहा पायो भने कुन दिन लहर्छ होला। लहरमा चाहिँ जाँदैछौँ हेरौँ। आज गोप दाइको के छ स्पेसल खानामा त्यो गरेर खाइन्छ। भोक साह्रै भोक लागिरहेको छ। सकेर आयो। फ्यासन मार्केट हो हामीले सपिङ गर्ने। यो अलनसारी हो, पैसा पठाउने हामीले। हामी टक्क सामानहरू सरसामानहरू किन्नु पऱ्यो भने यही मार्केट आउँछौँ हामी, टक्क फ्यासन मार्केट। र हिजो हामीले आएर बिरयानी खाएको होटल चाहिँ त्यो बिल्डिङमा पर्छ। एकदमै मिठो बिरयानी पाउँछ त्यहाँनिर। हिजो 5 जना आएर मजाले बिरयानी खाएर गयो। यता पनि छ रेस्टुरेन्ट, ल्यान्डमार्क रेस्टुरेन्ट। तर यहाँ चाहिँ अहिलेसम्म हामीले खाना खाएको छैन, कस्तो छ थाहा पनि छैन यहाँको खानाहरू होइन। एक दिन अवसर मिलाएर खानुपर्छ भन्ने लागिरहेको छ। यो बिल्डिङमा चाहिँ मेरो सोल्टी बस्नुहुन्छ। सोल्टीसँग फोनमा कन्ट्याक्ट भएर एकचोटि भेट भएको थियो। तर अहिले चाहिँ सोल्टीलाई कन्ट्याक्टमा हुनुहुन्न, कन्ट्याक्टविहीन हुनुहुन्छ। अनि यसो भेटघाट गरौँ फेरि पनि भनेर यसो फोन म्यासेज गरेको, फोन लागेको छैन। अनि के अरे म्यासेज गर्दा रिप्लाई दिनुभएको छैन। के हो पनि खास कुरो। यसो भिडियो हेर्नुभयो भने मेरो भिडियो उहाँसम्म पुग्यो भने चाहिँ रिप्लाई गर्नु होला भन्न चाहन्छु हाम्रो सोल्टीज्यूलाई। अनि यस्तै छ। नाम त ठ्याक्कै थाहा भएन सोल्टीको, राज विश्वकर्म समथिङ यस्तै के छ। अनि यो चाहिँ रेस्टुरेन्ट नयाँ, यो बिल्डिङ। अनि यो नयाँ रेस्टुरेन्ट खुल्दैछ। यो रेस्टुरेन्ट कहिले खुल्छ र यहाँ गप्प गएर खाना खाउँ भनेको कुर्दा 8-9 महिना बितिसक्यो। यस्तो छ गाइस। हामी पनि आज देखाइदिउँ मजाले भनेर यस्तो गरिरहेको छु काममा पुरा। टक्क बिहानको ड्युटी सकेर आउने 2 जना मात्र परिन्छ। अरू साथीहरू चाहिँ 6 बजे ड्युटी सकेर निस्किनुहुन्छ, 7 बजे। हाम्रो चाहिँ 6:30 बजेसम्म। हाम्रो नभनौँ, मेरो चाहिँ भाइको 7 बजे हो सकिने, 7 बजे। तर भाइले चाहिँ मलाई कुरेर बसेको थिएँ। कुरेर बस्दा त्यहाँ सुतिहालेछन्। उठाएर लिएर आएको भाइ बस्ने ठाउँमै पुरै सुतिरहेको छ। टक्क उठाएर लिएर आइयो। यस्तै छ। हामी बस्ने बिल्डिङ चाहिँ यो हो होइन। हामी चाहिँ लगभग आइपुगिसक्यो बिल्डिङ नेर। यहाँ ग्रोसरी पनि छ हाम्रो बिल्डिङमा। यो बिल्डिङ हो हामी बस्ने।
यस्तो छ हेर्दाखेरि त राम्रो देखिन्छ बाहिरबाट भित्र गएपछि अलिक खराब छ के गर्नु यस्तो कुराहरू भन्नु त नमिल्ने है बसेको त्यसै ठाउँमा छ के गर्नु यहाँनिर साइकलहरू यस्तो छ कि एउटा साइकल किन्नुपर्ने भइरहेछ म पनि सर ड्युटीमा साइकलमा जाने साइकलमा आउने गरेरलाई यो ग्रोसरी यहाँनिर एउटा सामानहरू लिन्छौँ हामी हल्का फल्का यो फुटेक्स रेस्टुरेन्ट हिजो बेलुका हामीले यतै खाना खाइयो धन्दा प्रभु आज लिफ्ट चाहिँ चलेको रहेछ रुम आइपुग्यो हामी सर लाएर हुँदै पनि नेपाली हुनुहुन्छ होइन टिमहरू कता के गर्दैछ न हाम्रो टिमहरू स्थिर हो एकदम रेडी छ रेडी छ है हामी हातको धराउँदा हुन्छ छोइ गाइजहरू ब्लगिङमा छु है म फाइनली हाम्रो खाना चाहिँ बनिएको छ आज होइन एकदम खाना के छ बलियो आधा मासु आधा आलु छ के को सब्जी छ आज हामीसँग को आजको मेन सेफ सबै हो ठिक छ किन दादा खाने गरौँ नि घाँटी दुख्दो रहेछ तर हुन त हो मेरो पनि घाँटी दुखिरहेको थियो नि हिजो घाँटी दुखेको थियो भएको थियो चिसो खाइदिएको चिसो खाइदिएको सुरु गरौँ है लेख्न हालिदिएको साइडमा छ धनियल ज्याम खाना भयो नि त हो मजाले कति प्रेम कता हो तिमी मजाले खाना सक्यो भने हामीले टिमहरू छौँ हामी यत्रो पुरै के गर्नु खाना सक्यो खाना खानु भइसक्यो ल सबैजना धन्यवाद भिडियो हेरिदिनु भएकोमा नेक्स्ट भिडियोमा भेटघाट गरौँला